भाषा कसले बोल्छ हो? इंग्लिश र हिन्दी बोल्ने जमाना कहाँबाट कहाँ पुगिसक्यो? बुढी माउलाई के थाहा? तामाङ भाषा होइन, तिम्री छोरी अंग्रेजी भाषा बोल्न जान्ने भइछ भनेर गर्व गर के बुढी, गर्व गर। खोइ वृद्ध भत्ताले के ल्याइदेऊ त मलाई, देऊ त। ल्याइदिएको छु छोरी, ला लगाएर हेर त, गाउँमा लोछार कार्यक्रम हुँदैछ रे। यो लुगा लगाएर मेन्दोमाया गीतमा छम छम नाच है त। ओ नो, के हो यस्तो? झन् मैले भनेको होइन, यो ल्याङ्गा बिचमा चाहिँ यहाँसम्म चिरेर तिग्रा देखिनु पर्छ भनेको होइन। सबजना मलाई इरिटेट गर्ने क्या लास्टै। आहा, कति राम्रो देखियो जामेलाई। छोरी यो ढाकर पनि बोक त, कस्तो देखिन्छ। ल ल, ढाकर नबोके नि यो डम्फु बोकेर नाच त छोरी, म गीत गाउँछु। डम्फुको घेरो कोइरालो काठ, घेरोको किल्लो निङ्गालो, बुढी भए अब म नाच्ने त छोरीको आयो पालो, नाच्ने त छोरीको आयो पालो। लासो यस्तो त अब थोत्रो ढ्याङ्ग्रो कसले बजाउँछ? किन अरूमा थाले किन्ने? कसैको नभएको थोत्रो डम्फु र ढाक्रो फालिदिए भनेर होला। लौ लौ राख, अगेनामा हालेर डढाइदिन्छु। अनि के भनिस् रे? ए मभन्दा प्यारो यो थोत्रो डम्फु र ढाका लागेछ होइन, हिँडिदिन्छु घरबाट निस्केर। जा गइहाल त, तेरो बाउ संस्कृति बचाउन निस्के त। संस्कृति संस्कारलाई झन्झट मानेर निस्किन खोज्छस् भने जा, म यही डम्फु र ढाकर हेरेर मन बुझाउँछु। होइन, यो जाबो बनाउने थोत्रो डम्फु र ढाकरमा के छ र त्यस्तो? र मै हत्या गर्छौ? यो डम्फु छ नि, हाम्रो पुर्खाको नासो हो। अनि अर्को कुरा सुन, यही डम्फु बजाएर रातभरि थापरे सेलो गीत गाएर माया पिरती बसेको थियो। तिम्रो बाउले यही डम्फुलाई साँची राखेर कसम खाएर मसँग बिहे गरेका थिए। तिमीलाई दिन मसँग केही छैन। जसरी यो डम्फुमा 32 बाँसको किलेर घेरेको छ हो, उसरी नै तिमीलाई इज्जत सम्मान दिएर सुरक्षामा गर्नेछु। म ठग्न जान्दिन, भारी भोकेर भए पनि तिमीलाई पाल्छु। हो छोरी, तिमी ढाक्रेकै छोरी हौ। आज अपमान गरी ढाकरमा लात्ती हान्यौ नि, मेरो कोखमा हाने झै भाछ। यो ढाकरमा तिम्रो बुवाको धेरै इमान्दारिताको पसिनाले भिजेको छ। अहिलेको गाउँको एम्बुलेन्स गाडी घोडा भनेको त्यो बेला यही तिम्रो बाउको ढाकर थियो। ढाकरको हरेक सोया र नाम्लोमा इमान्दारिताको बासना आएको छ। तिमी जन्मिन गाह्रो हुँदा यही ढाकरमा बोकेर सहर पुर्याएका थिए तिम्रा बाउले। सहरको अस्पतालमा तिमी जन्मिएपछि तिम्रो बाउ सहर हेर्दै यही सहरमा पढाएर हाम्री छोरीलाई संस्कारी बनाउनु पर्छ भनेर हामीले संकल्प गरेका थियौं। अहिले तिमी सहरमा गएर पढ्यौ, संस्कार भुल्यौ छोरी। आज यो डम्फुमा झन् तिम्रो बाउलाई देख्छु। तिम्रो बाउलाई डम्फु भएपछि सारा थकान भुल्थे। तिमी त 10 महिनाको सानै थियौ। आफ्नो पहिचानको निम्ति 10 वर्षे जनयुद्धमा तिम्रो बुवा जानुभयो। जाने बेला छोरीले कख सिकोस् नसिकोस् तर डम्फु चाहिँ बजाउन सिकोस् है भनेर गएका थिए। देशमा गणतन्त्र त आयो तर तिम्रो बुवा आजसम्म कहिल्यै घर आएन।
हरेक तामाङको घरको ढोकामा डम्फुलो ढुङ्गा जोडिएर राख। घर भनेर चिनो न नि, तामाङको डम्फु छोएर बजाएर महसुस गरून् भनेर भन्दै हिँड्नुहुन्थ्यो। परिचय पोसाकमा झल्किनु पर्छ भनेर लोछारमा मात्र होइन 12 महिना आफ्नो पोसाक लगाउनुहुन्थ्यो। लुङ्गी फरियामा हुर्केकी छोरी अब लुङ्गी लगाउन झन्झट मान्छे। आफूलाई औषधि समेत नकिनी आएको वृद्ध भत्ताले छोरीलाई तामाङको पोसाक ल्याइदिए। तर हे दोर्जे, मैले हाम्रो छोरीलाई हजुरले सोचेको जस्तो संस्कारी बनाउन सकिनँ, माफ पाऊ। आमाको भाषा मातृभाषालाई हेला गरेछु। आज परिवर्तन अनि नेतृत्वमा तामाङहरू देख्दा खुसी लागेको छ। है कता कता सुन्छु तामाङ नेतृत्वहरूलाई जातिभन्दा पार्टी प्यारो हुन थालेको छ अरे। यो सत्य नहोस्। पदको होडबाजीमा लाग्दा आफ्नो भाइ भाइ बिर्सन थालेको छ अरे। बिन्ती छ सभ्यता नमरोस्। अनि छोरी, अहिलेको राष्ट्रिय गानले के भन्छ रे? सयौं थुङ्गा फुलका हामी एउटै माला नेपाली। हो, त्यो मालाको एउटा थुङ्गा हामी तामाङ हौ। जसरी सिङ्गो मालामा एउटा थुङ्गा चुडिदा ओइलिदा मालाको शोभा हराउँछ, हो यो देशमा पनि कुनै जातिको संस्कृति संस्कार हराउनु भनेको देशको परिचय पहिचानमा असर पुग्नु हो। राज्यले भाषा संस्कृति संस्कारलाई प्राथमिकता दिएन भनेर बहुजाति भाषा धर्म संस्कृति छन् विशाल भन्ने राष्ट्रिय गानको अर्थ नरहन सक्छ। तामाङको भाषा संस्कृति संरक्षण हुनु तामाङ जातिको जित मात्र होइन, यो सिङ्गो सांस्कृतिक मुलुकको हित पनि हो। कस्तुरीको बिना आफैसँग हुँदा पनि बाँच्नको लागि दौडिए झै हामी तामाङहरू पनि संस्कृति संस्कारको निम्ति अरूले दिएन भनेर भन्दा पनि आफ्नै घरदेखि सबैले सुरुवात गरौँ। अधिकारको निम्ति फुटेर होइन जुटेर लगाऊ। छातीमा हात राखेर सबैको हित र जितको लागि आफ्नो ठाउँबाट उठेर एकताको सन्देश स्वरूप हात माथि राखेर जय जयकार गरौँ। तामाङ समुदायको हाम्रो धर्म संस्कृतिको विश्वभर छरिएर बस्नु भएको सबै नेपालीको